यो चाहिँ एकदम बिहानदेखि नै सुरु भएको छ। सो हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को भिडियोमा। र यहाँ चाहिँ म एकदम झाडु मार्दैछु है फटाफटी। अब बिहानको काम त अब यस्तै हो होइन, सधैँ नै यस्तै हुन्छ। अब सधैँ डेली ब्लग बनाउँदाखेरि अब यही देखाउनु पर्यो होइन। अब के देखाउनु, कहीँ जानु छैन, घरमै बसिन्छ, घरमा यताउति के गर्छु हजुरहरूलाई देखाउँछु। र भिडियो चाहिँ हेरेर धेरै धेरै माया दिनुहुन्छ भनेर आशा गर्छु है। र दिइराख्नु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद छ। अब अनि यता चाहिँ मेरो झाडु मराइ भइसकेर यहाँ म पोचा मार्दैछु र पोचा पनि मारिसकेँ। अब बाहिर चाहिँ काम गर्नु पर्यो, भित्रको त सक्यो होइन। अनि बाहिर चाहिँ हेर्नुहोस् न, यति धेरै घाम चर्केको छ है। हेर उता मेरो भातको सिटी पनि मार्यो है। म चाहिँ अहिले एकदम भर्खर भिडियो एडिट गर्ने टाइम भेट्दैछु होइन, दिनभरिको अब टाइमै नभएर। र दिउँसोको खाना बनाउनुको लागि पनि बिहानको काम चाहिँ सकेर अनि भिडियोहरू चाहिँ यता गर्नै पाइनँ हो। र यता चाहिँ म दिनको लागि खाना बनाउँछु भनेर किचनमा पसेर दाल चाहिँ बसाएर फेरि बारीतिर गयो होइन। बारीमा चाहिँ यति मजाको तिते करेला फलेको थियो, हेर्नुहोस् न, यस्तो राम्रो एकदम ठुल्ठुलो मजाले भएको थियो। र चाहिँ म तरकारी बनाउनु भनेर यहाँ टिप्दैछु। र बारीको यसरी टिपेर खानु त यति मजा लाग्छ होइन भनेर मैले चाहिँ यति नै टिपेँ। अब एकचाक पुग्छ अब हामी तिनजनालाई चाहिँ होइन। र ल्याएर म चाहिँ यहाँ धोइधाइ पाएर काट्छु अब भनेर यहाँ काट्नतिर लागेँ। र हजुरहरू चाहिँ अहिले के गर्नु हुँदैछ भन्नु होला है। म चाहिँ अब सब्जी काट्दै थिएँ होइन। र यता अब तितेको चाहिँ यति नै राम्रो भएको छ नि त, दुईवटा बोट छ, उता चाहिँ फलेको छैन, अब फल्नु आँटेको छ। र यहाँ हेर्नुहोस् न, कम्ती नै छ तर पुग्छ अब है तिनजनालाई। र यहाँ मेरो सब्जी चाहिँ पाक्दैछ र मैले चाहिँ तिल भुट्यो है। अनि तिलसिल भुटेर खानासाना बनाएर चटनी बनाएको चाहिँ मैले भिडियो गर्ने पाइनँ। मलाई यति धेरै टाउको दुख्यो नि साथीहरू, म चाहिँ खाना खाएर सुतिहालेँ हो। र भिडियोहरू चाहिँ गर्नै पाइनँ। र आज चाहिँ अब शनिबार हो, बाबा बजार जानुभएको रहेछ। र यहाँ माछाहरू अनि यता फुडहरू पनि ल्याउनु भएको रहेछ। र मैले मम्मीले सबै थोक रेडी बनाएर राखिदिनु भएको थियो। र मैले चाहिँ माछा फ्राई गरेँ शाममा है। र यता अब बाहिरै चुल्हामा पकाउँछु भनेर म चाहिँ यहाँ पकाउनु थालेँ। मम्मीले यो मिनी चुल्हा बनाएर चाहिँ यति धेरै सजिलो भएको छ नि त हामीलाई, यति राम्रोले आगो जल्छ। अनि मैले चाहिँ फटाफटी सब्जी पनि बाहिरै पकाएँ। र आजको लागि चाहिँ यति नै। फेरि भेटौँला अर्को भिडियोमा। भिडियो मन परे लाइक कमेन्ट सेयर गरिदिनु होला है। र मिठो कमेन्ट पनि गर्नु। बाई बाई, गुड नाइट।